अनि अहिले चाहिँ हामीहरू बाउको गाउँ जाँदैछु मेरो ससुराको 4 वर्षको बाद आएको यो जग्गा पुरा कस्तो भयो अलिअलि चेन्ज भएको छ बेसी त चेन्ज भएको छैन अनि यो हो मेरो बाउको मेरो ससुराको गाउँ देख्न सक्नुहुन्छ यहाँ पुरा जङ्गल भएछ अनि यो हाम्रो घर हो यो होला इटावाला मेन घर हाम्रो गाउँको अनि हामीहरू वहाँदेखि काम खतम भएर हामी निस्किए बङ्गालको लागि आमा म अनि यहाँ भाइहरूको लागि बहिनीको लागि खाने सामान पनि किनेर गएको गाइस मामाको लागि पनि जुस यहाँ बहुत गरम छ गाइस अनि यो हो इटा बनाउने फ्याक्ट्री यो हो आम बगान अब मालदामा आएको छ त आम बगान त पाउँछै अनि फाइनली हामीहरू आमाको गाउँ पुगे मामा घर अब हेर्नु है मामाको छोरी कसरी कुदेर आउँछ मलाई देखेर यसको नाम हो रिया मेरो ननद कति खुस किनकि म 4 वर्षको बाद आएको नि त त्यही लागि अनि यहाँ चाहिँ मेरो सासू भन्दैछ बेसी गर्दैछ भनेर यहाँ कौवालाई हेर्नु न के गर्दैछ